हेलो गाइज, हाम्रो बम्बई अन्दरीमा दुर्घटना भएको एकजना मित्र हुनुहुन्थ्यो। उहाँको चाहिँ आज कपुर हस्पिटलबाट डिस्चार्ज भएर 35 दिनमा घर जाँदै हुनुहुन्छ उपर हस्पिटलबाट। ल गाइज, अब हामी कपुर हस्पिटलबाट अटोमा जाँदै हो। अटोमा चल्दै अब रेलवे स्टेसन जाँदैछौँ हामी। हेलो गाइज, यता आएर भाइ। ल गाइज, हामी बान्द्रा रेलवे स्टेसनमा आइपुगेका छौँ। अब चाहिँ हामी भित्र जाने बाटोमा छौँ। गाइज, बान्द्रा रेलवे स्टेसन। ल साला राम्रोसँग जाऊ। अब साला भनौँ कि भाइ भनौँ? अब शुभ यात्रा। रेलवे स्टेसनमै मजाले सुतिरहेको छन् हाम्रो मित्र। राम्रोसँग सानी बहिनी, राम्रोसँग भाइको ख्याल गर्नु, लिएर जाने नेपाल गएर राम्रोसँग ख्याल गर्नु। बम्बईबाट नेपाल जाँदै हुनुहुन्छ आज। ल गाइज, हाम्रो मित्रहरू जानुभएछ। रेल छुट्यो आज। रेलवे स्टेसनबाट रेल छुट्दैछ परनी, कृष्णनगर परनीगञ्ज। आज हाम्रो मित्र बिरामीबाट छुटेर घरतिर फर्किने हुनुहुन्छ। बाई बाई मित्र।